तपाईँहरूको उपस्थितिको लागि धन्यवाद छ। यो तपाईँको मेरो माया मात्र होइन, यो सम्पूर्ण नेपालको र नेपालीको माया पनि हो। र आज इन्डो नेपाल कल्चरल फेस्ट भइरहेछ। सो हामी इन्डियामा नेपालको बारेमा बोल्न पाउँदा र नेपाली गीत सङ्गीतमा डान्स गर्न पाउँदा या हामी सँगै रमाइलो गर्न पाउँदा चाहिँ यति प्राउड फिल भइरहेको छ मलाई। र बेङ्गलोरमा यो पहिलोपटक र तपाईँहरूको यो उपस्थिति र तपाईँहरूको यो पावर देखेर चाहिँ अति नै खुसी लागेको छ। मलाई पनि गर्व फिल भएको छ। र तपाईँको यो माया र यो साथ र यो सम्पूर्ण चिजहरू म नेपालमा गएर भन्नेछु। यस्तो पावर थियो, यति साथ थियो, यति सपोर्ट थियो भन्नेछु। र सँगसँगै नाच्नुपर्छ है त। तपाईँ जहाँ हुनुहुन्छ सँगै नाच्छौँ, मिल्यो भने अगाडि आएर नाच्छौँ होला। हाम्रो आयोजक टिम साथीसँग या हाम्रो सेक्युरिटीको साथीसँग चाहिँ सल्लाह गरेर अगाडि आएर हामी नाच्न सक्छौँ। र तपाईँको सम्पूर्णलाई धन्यवाद छ यो मायाको लागि। देखिरहेको छु मैले पछाडिदेखि अगाडिसम्म छेउमा जति हुनुहुन्छ सबैलाई धन्यवाद। हाम्रो आयोजक टिम, हाम्रो अर्जुनजीको सम्पूर्ण टिमलाई एकदमै धन्यवाद छ यो प्रोग्राम यस्तो सक्सेस बनाइदिएकोमा र हामीलाई नेपालदेखि यहाँसम्म बोलाइदिएकोमा धन्यवाद। र अब हामी नाच्नुपर्छ है त सँगै, हस्। र सम्पूर्ण हाम्रो टेक्निसियन साथीहरूलाई धन्यवाद छ। सेक्युरिटिजमा जति हुनुहुन्छ सबैलाई धन्यवाद र आयोजक टिमलाई फेरि पनि बधाई छ र धन्यवाद। थ्याङ्क यू।